नमस्ते। यस भिडियोमा हामी बाँकी रहेको खुट्टाको भाग अर्थात् रेसिडुअल लिम्बलाई स्वास्थ्य राख्न ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू देखाउनेछौँ। आफ्नो खुट्टाको छालाको जाँच सधैँ गर्नुपर्दछ। आफूले नदेखिने भागमा हेर्नको लागि हाते ऐनाको सहायता लिनुहोस्। खुट्टाको चारैतिरको छालाको जाँच गर्नुहोस्। छालामा कुनै पनि समस्या जस्तै छाला रातो हुनु, घाउ हुनु तथा सुन्निनु यस्ता समस्या देखिए यस भिडियोमा दिएको सम्पर्क ठेगानामा तुरुन्त सम्पर्क गर्नुहोस्। लोसन प्रयोगकर्ताहरूले खुट्टा राम्रोसँग सफा गरेपछि राति सुत्नु अघि मात्रै लोसन लगाउनुहोस्। लाइनर लगाउनु अघि लोसन वा अन्य कुनै पनि वस्तु जस्तै पाउडर छालामा प्रयोग गर्नु हुँदैन। यस्ता वस्तुहरू प्रयोग गरेमा छालामा समस्या आउन सक्छ, लाइनर चिप्लने सम्भावना बढी रहन्छ। लाइनर वा कृत्रिम खुट्टा प्रयोगमा कुनै समस्या आए तुरुन्त यस भिडियोमा दिइएको सम्पर्क ठेगानामा सम्पर्क गर्नुहोस्।